हेर्नुहोस् त स्वागत झरना यस्तो राम्रो छ। माथिबाट चाहिँ सरर झरना यहाँ आइरहेको छ। हेर्नुहोस् यस्तो रमाइलो दृश्य छ नि इलामको रोङ गाउँपालिका वडा नम्बर 4 मा पर्ने स्वागत झरनामा तपाईहरु आउनु होला। यहाँ आएर तपाई मजाले नुहाई गर्न सक्नुहुन्छ, फोटो भिडियो टिकटक बनाउन सक्नुहुन्छ। अत्यन्तै राम्रो छ। बर्सातको बेला निकै ठुलो बहावका साथ यो झरना चाहिँ झर्ने गर्छ। सबैजनालाई यो ठाउँमा आएर रमाइलो गर्नको लागि म स्वागत गर्न चाहन्छु। यहाँ आन्तरिक पर्यटकहरू पनि आउनुहुन्छ। यतिखेर झरनामा आइपुग्दाखेरि मैले यहाँ केही पर्यटकहरूलाई देखेको छु। उहाँहरू मजाले रमाइलो गर्दै हुनुहुन्छ। एकजना बहिनीसँग चाहिँ कुरा गर्न मन लाग्यो हैन। बुनु कुन ठाउँबाट होला? बुधबारेबाट है। अनि यो झरना यहाँ छ भनेर कसरी थाहा भयो? त्यतिकै साथीहरूले जाम भने अनि त्यतिकै खोज्दै आएको। ए ठिक छ। भनेपछि नि यहाँ ठ्याक्कै आइपुग्दाखेरि चाहिँ अब बुनुलाई कस्तो महसुस भइरहेछ? यहाँदेखि तल त लास्टको गर्मी छ, अनि आएपछि चाहिँ शीतल खुल्ला रमाइलो भइरहेछ। अब मजाले झरनामा चाहिँ नुहाई गर्ने, फोटो खिच्ने, टिकटक बनाउने होला नि त है? यत्रो आएपछि दुःख गरेर त त्यति त पर्यो। मजाले रमाइलो गर्नु अनि साथीहरूलाई पनि यहाँ यस्तो छ भनेर चाहिँ जानकारी दिनु है त ल। हुन्छ। मजाले भिडियो हेर्नु होला, भिडियोलाई सेयर पनि गर्नु होला है। हुन्छ। ओके ल, थ्याङ्क यू। स्वागत झरनामा आइपुग्दाखेरि मैले यहाँ भाइहरूलाई पनि भेटेँ हैन। कुन ठाउँबाट हुनुहुन्छ होला? हामी बिर्तामोडबाट है। हजुर। यतिखेर झापामा अत्यन्त गर्मी छ हैन। हजुर। ठ्याक्कै यहाँ आइपुग्दाखेरि कस्तो महसुस भइरहेछ? एकदम आनन्द भनौँ न। तलको गर्मी हेर्दाखेरि यता त धेरै शीतल है। अब यो झरना अहिले भाइले देखिरहनु भएको छ माथि। हजुर। यो सट्ट झरना देख्दाखेरि अब के हुन्छ होला यहाँ? अब झापादेखि नजिकको झरना यही हो जहाँसम्म लाग्छ मलाई। यहाँ आइसके पछाडि झरनामा नुहाई गर्ने हैन, मजाले फोटो भिडियो खिचेर जानु पर्यो हैन? हजुर हजुर, एकदम जो पनि आयो हुन्छ। नजिकै छ झापादेखि त। हो, यो झापाबाट नजिकको जुन पर्यटकीय स्थल हो हैन, यो भिडियो हेर्ने भाइ जस्तै अरू साथीहरूलाई केही भनिदिनुहोस् न। यता आउनु पर्यो। ठाउँको नाम त मलाई एक्ज्याक्ट थाहा भएन। स्वागत झरना हैन, जोर कलशदेखि थोरै मास्तिर 500 मिटर पश्चिममा छ यो हैन। सबैजना आइदिनु होला ल, भाइहरू पनि रमाइलो गर्नु होला है। हस् हस्, धन्यवाद। मेची राजमार्गबाट करिब 500 मिटर पश्चिममा रहेको यो स्थानमा आएर चाहिँ स्वागत झरनाको अवलोकन गर्न सक्नुहुन्छ। अत्यन्त राम्रो झरना रहेको छ है त। तपाईहरुलाई मैले यो जुन झरना देखाइरहेको छु निकै सुन्दर छ। सबैजना यो ठाउँमा घुम्न आउनु होला, रमाइलो गर्नु होला। तपाईहरु यहाँ आएर नुहाई गर्दाखेरि अथवा रमाइलो गर्दाखेरि चाहिँ झरनासँगै ठुला ढुङ्गाहरू, मुढाहरू माथिबाट खस्न सक्छन्। त्यसैले सचेत हुन पनि जरुरी छ। रोङ गाउँपालिकामा करिब 21 भन्दा बढी मुख्य पर्यटकीय स्थलहरू रहेका छन्, जसमध्ये यो स्वागत झरना पनि एउटा प्राकृतिक झरना हो। यसको छुट्टै विशेषता छ। वारिपारी चट्टान, त्यसैगरी हरियो वनजङ्गल भित्र शान्त वातावरणमा अवस्थित यो स्वागत झरना वास्तवमै रोङको एउटा महत्त्वपूर्ण पर्यटकीय स्थल हो। तपाईहरु यहाँ रमाइलो गर्न आउँदाखेरि चाहिँ यो झरना आसपास तपाईहरुले केही खानेकुराहरू ल्याउनु भएको छ भने ती कुराहरूलाई चाहिँ खाइसके पछाडि उपयुक्त स्थानमा राखिदिनु होला। यहाँ कतै डस्टबिनको व्यवस्था छ भने उक्त स्थानमा राखिदिनु होला। यो झरनालाई सफा, सुन्दर र हराभरा बनाऊ, रोङको पर्यटन प्रवर्धनमा सहयोग पुर्याऊ। यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरिदिनु होला।